कुलमानजीहरूलाई अझै पनि त ल्याउन सकिने बाटोहरू छ नि। छुटेको दल मात्र हैन, साथीहरू बीचमा जानुभयो, तपाईँ नजानु ठिक गरेछौ भन्ने भएको छ आज। त्यो मेरो व्यक्तिगत निर्णय थियो। ओम प्रकाश अर्याललाई स्वीकार्नुहुन्छ राष्ट्रिय सभामा? त्यो हाम्रो भनि नै मैले हाम्रो मर्मको खिलाफ हो के त्यो प्रतिवेदन त्यो दिन आउनुपर्ने थियो जुन हामी जुन वेट गरिरहेको थियो प्रतिवेदनको, तर नियुक्ति आयो के त्यो हाम्रो मर्मको विरुद्ध थियो। प्रधानमन्त्रीले जाने बेलामा टिका लगाएर जानुभएको छ, त्यो चाहिँ गलत गर्नुभयो उहाँले। यो हुनुपर्ने अब हाम्रो सरकारले प्रतिवेदन ओम प्रकाश अर्याललाई स्वीकार्नुहुन्छ राष्ट्रिय सभामा? त्यो हाम्रो भनि नै मैले हाम्रो मर्मको खिलाफ हो के त्यो। अब तपाईँको त फिक्स नै थियो कि किनकि अगाडि नै हुनुहुन्थ्यो होइन। आज यो जिम्मेवारी काँधमा बोकेर तपाईँहरू राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ टिमबाट अगाडि बढ्दै हुनुहुन्छ। आजको दिनलाई कसरी लिनुभएको छ? मेरो लागि चाहिँ यो व्यक्तिगत रूपमा ऐतिहासिक दिन हो, किनभने आजबाट मैले अफिसियल्ली चाहिँ जनताको जिम्मेवारी मैले पनि ग्रहण गरेँ भनेर सर्टिफिकेट सम्मान ग्रहण गर्दै गर्दाखेरि त्यो आभास भएको छ मलाई। मलाई ज्ञान छ